यहाँहरूलाई स्वागत छ हाम्रो सानो मिनी ब्लगमा। आज हामी जाँदैछौँ सिन्धुपाल्चोक जिल्लाको 4200 मिटर उचाइमा रहेको पाँच पोखरी र हाम्रो यात्रा सुरु हुन्छ करिब 5:30 बजे चरीकोटबाट। करिब 3 घन्टाको यात्रापछि हामी पुग्छौँ मेलम्ची बजार र त्यहाँ हामीले खाना खाएर एकछिन रमाइलो गरेर हाम्रो यात्रालाई अगाडि बढायौँ। मेलम्चीबाट 4 घन्टाको यात्रापछि भोताङ छिम्ती हुँदै हामी पुग्छौँ देउराली। देउरालीमा केही समय आराम गरेपछि बाइकलाई व्यवस्थापन गरेर पहिलो दिनको पैदल यात्रा सुरु हुन्छ। दुई घन्टाको पैदल यात्रापछि हामीले केही खाजाहरू खाएर हाम्रो यात्रालाई अझै अगाडि बढायौँ। देउरालीबाट करिब 4 घन्टाको पैदल यात्रापछि हामी पुग्छौँ टुप्पी डाँडा र आजको दिन हामी टुप्पी डाँडामा नै बस्ने निर्णय गर्यौँ। टुप्पी डाँडामा बिहान फ्रेस भएर हामीले खाजा नास्ता खाएर हामीले हाम्रो दोस्रो दिनको यात्रालाई सुरु गर्यौँ। सुन्दर अनि हरियाली वातावरणको आनन्द लिई मनमोहक दृश्यहरूको अवलोकन गर्दै रमाइलो गर्दै हामीहरू अगाडि बढ्यौँ। टुप्पी डाँडाबाट करिब 3.5 घन्टाको यात्रापछि हामी पुग्छौँ चोका डाँडा। हामीले खाना खाएर एकैछिन आराम गरी लौरी विनायक हुँदै हाम्रो अन्तिम गन्तव्य तय गर्यौँ। चोकट डाँडाबाट करिब 5 घन्टाको कठिन पैदल यात्रापछि हामी पुग्छौँ हाम्रो अन्तिम गन्तव्य पाँच पोखरी। हामी पुग्दा साँझ परिसकेको हुनाले केही ग्रुप फोटोहरू खिचेर खाना खाएर हामीले साथीहरूसँग एकैछिन रमाइलो बिहानको खुल्ला मौसममा केही फोटो तथा भिडियोहरू खिचेर मन्दिर दर्शन गरी हामीले
पाँच पोखरीलाई बाई भनेर हामी त्यहाँबाट फर्क्यौँ। उकाली चढ्नको तुलनामा ओह्राली झर्न सजिलो हुने भएकाले हामीले बाटोतिर रमाइलो गर्दै राखेको ठाउँसम्म फर्कियौँ। हामी चाहिँ यहाँ टक्क अहिले बिच बाटोमा छौँ। यो झोलाबाट के अरे ब्याग मेलम्चीको भन्दा चौतारा निस्केर फर्किने बाटो छोटो पर्ने भएकोले कच्ची बाटो भए पनि हामी चौतारातिरको बाटो फर्कियौँ। यही कहे ये पल जिंदगी का हमें